साथीहरु नमस्कार, गुड इभिनिङ सबैजनालाई। मेरो फेसबुक अल फ्यामिली कस्तो हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला हैन। म चाहिँ आज कडी खिचडी बनाउँदै छु साथीहरु। कडी हेर्नुस् चढाइसकेको छु। सादा कडी हो साथीहरु, सादा कडी बनाएको छु। कडी पकौडा धेरै जस्तो मान्छेहरूले मन पराउँदैन, त्यो भएर चाहिँ मैले सादा कडी बनाएको छु। और आलुको सुक्खा सब्जी बनाएको छु साथीहरु। यहाँ चाहिँ दुध गरम गरेको छु साथीहरु। यो चाहिँ दुध गरम गरेको छु। कर्मचारीहरूले एक एक गिलास दुध पिन्छन् साथीहरु। अब चाहिँ खिचडीको लागि सबै लसन अदरक मिर्ची सब काटेर रेडी गरेको छु साथीहरु। लास्टमा म खिचडी बनाउँछु। पहिला अब म आलु छिल्छु र आलु काट्ने प्रयास गर्छु साथीहरु। तपाईहरुले पनि हेरिराख्नु होला साथीहरु। मेरो सबैजना मित्रजनहरुले के गर्नु भएको छ? सन्चै आरामै हुनुहुन्छ होला। हजुरहरुले के बनाउँदै हुनुहुन्छ साथीहरु? मेरो चाहिँ आजको शनिबारको रेसिपी, हर शनिबारको म कडी खिचडी बनाउँछु साथीहरु। शनिबारको कडी खिचडी बनायो भने राम्रो हुन्छ, सबैले खान्छन् पनि हैन। हप्तामा एकचोटी थोडा हल्का खाना बनायो भने सबैजनालाई ठिक बेल लाग्छ साथीहरु। त्यही भएर चाहिँ म कडी खिचडी बनाउँदै छु साथीहरु। कडी खिचडीको साथमा रोटी पनि बनाउने, फेरि यस्तो हैन कि रोज खिचडी मात्रै, रोटी पनि बनाउनु पर्छ साथीहरु है। सबैजना भोलि चाहिँ अब शिवरात्रि पर्यो साथीहरु। सबैजनाले राम्रोसँग शिवरात्रि मनाउनु होला, धुमधामसँग मनाउनु होला साथीहरु। अब आफ्नो त के गर्ने साथीहरु, छुट्टी पनि हुँदैन, कहीँ जाम भन्नु पनि छैन, कता जाने हो भने कहाँ जाने हो हैन। अब आफन्तजनहरु नजिक भइदिए अब जाम्नु घुमौँ भन्नु पनि छैन। अब टाढा छन्, अब म अलि टाढै छु साथीहरु। त्यही भएर कहीँ जाने घुम्ने जस्तो ठाउँ पनि यहाँ छैन साथीहरु, कहाँ जाने हो। त्यही भएर गर्मी भी चढिसक्यो, बाहिर घुमेर पनि फाइदा छैन साथीहरु। आफ्नो काम गरे यही हो साथीहरु, मेरो ड्युटी काम गर्ने बस। म धेरै जस्तो छुट्टी गर्न पनि मन पराउँदैन साथीहरु। प्राय जस्तो काममै गर्न मन लाग्छ, बाहिर गएर नि कहाँ जाने हो। यो अब गर्मी चढिसक्यो, धुल माटोमा कता कता डुगुर्ने हो, त्यो भन्दा मजाले काम गर्ने साथीहरु। मेरो कडी पनि उम्ल्यो साथीहरु, हेर्नुस् है। कडी पनि धेरै खाँदैन साथीहरु। अब कडी खाने भनेको राजस्थानी और पन्जाबीहरुले हो कडी मन पराउने। कडी चावल, कडी पकौडा मन पराउने भनेको पन्जाबी राजस्थानीहरुले हो। अब यिनी बाँकीहरुले चाहिँ अब यहाँको गुजरातीहरुले साथीहरु मिठा कडी खान्छ। मिठा कडी खानेले हामीले यो खट्टो पिडो बनाएको मन पराउँदैन, उनीहरुले चाख्दैन हेर्नुस्। गुजरातीहरुले उनीहरुलाई कि मिठो चिनी गुड हालेर बनाइदियो भने उनीहरु बल्ल मिठो मानेर खाने।